यहाँ 12को एक्जाम सक्यो, अब त चिल हान्छु, घुम्न जान्छु, सिरिज हेर्छु होइन, 2-3 महिनापछि केही ब्याचलर जोइन गरौँला। नभए सी गर्न लाछ भने 11-12 त्यस्तो राम्रै पढायो, इन्ट्रान्स त अब पास गरि नै हाल्छु नि। धेरैको यस्तै सोच हुन सक्ला है त अहिले इक्जाम सकेपछि। तर यु आर गोइङ टु डु अ बिग मिस्टेक है, त्यस्तो सोच हो भने चाहिँ। सो लिसन टु मी भेरी केयरफुली। यो मेडिकल फिल्डलाई मात्र होइन, 12को इक्जाम दिएको सब भाइ बहिनीहरूको लागि यो भिडियो हो। सो म एज अ लाइक त्यो बाटो हिँडिसकेको मान्छे र मेरै कति साथीहरू अहिले के 2-3 वर्ष भइसक्यो हामीले 12को एक्जाम दिएको, अहिले आएर के गरौँ कता जाउँ भनेर सोचिरहेछन् कि त्यति बेला ऱ्यान्डमली ब्याचलर जोइन गरेर अहिले चाहिँ अब कसै के गरौँ भन्ने र अहिले त्यस्तो सोच हुनु भनेको धेरै गाह्रो कुरा हो, किनकि अब 22-23 वर्ष भएपछि एडल्टहुडमा फ्यामिलीको बारेमा नि सोच्नुपर्छ, आफ्नो फ्युचरको बारेमा नि सोच्नुपर्छ र पहिले त्यत्रो मिस्टेक गरेर अहिले आएर त्यो राति सुत्न सकिन्न, ओभर थिङ्किङ हुन्छ के गर्ने जिन्दगीमा भनेर। सो त्यो मिस्टेक पछि 2-3 वर्षपछि नहोस् भनेर अहिले यो टाइम इज द बेस्ट टाइम के लाइफ चेन्जिङ डिसिजन अहिले लिने हो। मेरो फ्युचर कस्तो हुन्छ अहिले डिसाइड गर्ने हो, यो 12को एक्जाम पछिको 3-4 महिनामा। यो 3-4 महिनामा हाम्रो अगाडि डक्टर लेखिन्छ कि इन्जिनियर लेखिन्छ कि सिए लेखिन्छ कि एनआरएन लेखिन्छ त्यो थाहा पाउँछ। सो त्यसको लागि नि अब कतिजना नेम जाने होला, कतिजना पिए होइन, अनि कतिजना चाहिँ अब कन्सल्टेन्सीतिर दौडिने होलान्। सो यो भिडियो चाहिँ म सबको लागि केही न केही भन्न गइरहेको छु। सो वाच इट टिल द इन्ड। सो हेलो एभ्रिवान, माई नेम इज ऋतिक कुमार यादव, अ थर्ड इयर एमबिबिएस स्टुडेन्ट फ्रम केएसएमएस धुलीखेल। सो मैले चाहिँ अब एमबिबिएस जोइन गरेँ होइन, मेरो अब छुट्टै कहानी छ। बट फर यु गाइज, अब सबभन्दा पहिला म अरू भनिहालौँ, त्यसपछि मेडिकल इन्जिनियरिङ लोकसेवा यताउतिको लागि सबको लागि भन्ने छु। त्योभन्दा अगाडि चाहिँ मैले मेन कसलाई भन्नु खोजेँ भन्दा कतिले सिए जोइन गर्ने होला होइन। सो सिए जोइन गर्नु अघि बुझ्नुपर्ने कुरा, सबलाई थाहा छ सिए गाह्रो हुन्छ, सबले नाम निकाल्दैन होइन। तैँले म त सक्छु भन्ने होला, म त टपर हो, म त म्याथमा एकदम ट्यालेन्ट हो होइन। जति ट्यालेन्ट भयो नि, जति जे भयो नि त्यो हुन्छ। त्यसैले इफ जाने हो भने त कसैले रोक्ने होइन। तर जस्ट अन्डरस्ट्यान्ड है, सिए जाँदा बिहान 6दै बेलुका 6सम्म नन स्टप क्लास हुन्छ कि, त्यसपछि त्यो दिनभरि पढाएको पढ्नु पऱ्यो होइन। अनि आफै इक्जाम त गाह्रो भइ नै हाल्यो। कति पास भइरहेको हुन्छ इन्डिभिजुअल सब्जेक्टमा, एग्रिगेटमा गएर मार्क्स पुग्दैन। फर्स्टचोटि त ल फेल भयो, नर्मल हो। सेकेन्डचोटि नि फेल भयो, थर्डचोटि नि भइन्छ, फोर्थचोटि नि भइन्छ। र एउटा टाइम आउँछ कि त्यसपछि ब्रेकडाउन भइन्छ कि आफू सक्दिनँ, म अरू कहीँ जान्छु, म विदेश जान्छु, म यो बिबिएस गर्छु भन्ने हुन्छ। सो सिए जोइन गर्न लाग्यो भने चाहिँ एकदम सोचेर म पढ्छु नै, खत्रै पढ्छु भनेरै जानुपर्छ है त। त्यसपछि रह्यो कुरा कन्सल्टेन्सी, जुन चाहिँ हाफ अफ द स्टुडेन्ट जाने होला। सो कन्सल्टेन्सीतिर या विदेशतिर भनौँ न। सो विदेश जानु अघि एकदम राम्रै सोचौँ है त, किनकि मलाई त्यो मन पर्दैन। तर त्यो हल्का कन्ट्रोभर्सियल कुरा हो, त्यो आफ्नै ठाउँमा राखौँ। इफ विदेश जानै रह्यो भने सोचौँ किन गइरहेछौँ होइन, सब कुरा क्लियर हुनु पऱ्यो। त्यसपछि अमेरिकाको लागि चाहिँ आफै एप्लाई गर्न सकिन्छ है, सकिन्छ। कन्सल्टेन्सी जान्नै पर्दैन। मेरो दाइ हुनुहुन्छ या अरू नि मेरो धेरै साथीहरू हुन्छ, आफै सकिन्छ। तर होइन, आफूमाथि कन्फिडेन्स छैन, केही रङ भइ नै हाल्छ भनेर कन्सल्टेन्सी जाँदा भयो त त्यो खासै काम हुन्न है। अस्ट्रेलियाको लागि चाहिँ फेरि पर्छ, अरूको लागि पनि पर्छ। त्योसँग अब पिटी गर्ने हो कि स्याट गर्ने हो कि आइल्स गर्ने हो त्यो नि थाहा हुनु पऱ्यो है। मलाई कुन गरे बढी स्कलरसिप पाउँछ, केमा फाइदा हुन्छ त्यो आफैले बुझ्नु पऱ्यो। कन्सल्टेन्सीले जे नि भनिदिन्छ आफ्नो फाइदाको लागि भन्दैला। कतिलाई नलेज हुन्न कन्सल्टेन्सीमा काम गर्ने नि, हाम्रो एजका भइदिन्छ कि सब कुरा थाहा हुन्न। आफूले नि फुल रिसर्च हाल्नुपर्छ, कन्सल्टेन्सीको कुरा सुन्ने, भनेको नि गर्ने, तर त्योभन्दा अगाडि क्रस चेक गर्ने, अरूसँग सोध्ने है, कम्प्लिटली डिपेन्डेन्ट नभइदिने। सो उनीहरूलाई बेस्ट अफ लक। आई होप यु गाइज गेट द भिजा होइन। तर एकचोटि डिसिजन सोचौँ फेरि, के विदेश जानु नै ठिक होला र। अब चाहिँ अरू छँदैछन् हाम्रो आइटी, होटेल म्यानेजमेन्ट। अब आइटीमै भन्नुपर्दा चाहिँ आइटीमा ब्याचलर जोइन गरेँ, तर पछि म फ्युचरमा के गर्छु अहिलेदेखि सोचिराख्नु पऱ्यो है। एआईतिर जान्छु कि नेटवर्किङतिर जान्छु कि कता जाने भनेर नि सोचिराख्नुपर्छ अहिलेदेखि होइन। त्यो हिसाबले इन्टर्नमा जोइन गरेर सिभी बनाउनु पऱ्यो राम्रो होइन, त्योहरू नि सोचिराख्नुपर्छ है त। र एउटा कुरा, अहिले 12सम्म त साथी साथी थियो होइन, अब चाहिँ साथी साथी रहँदैन है, छुट्टिन्छ होइन। बोल्न चाल्न नि छुट्टिन्छ, यताउति नि हुन्छ। र अर्को कुरा, इफ एउटै रुममेट होइन, एउटै रुममा दुईजना बस्छ, त्यसले विदेशको लागि अप्लाई गर्दैछ होइन, अस्ट्रेलियाको लागि, अमेरिकाको लागि, कतै नि आफूलाई थाहा हुन्न कि भन्दै भन्दैन, भिजा आएपछि बल्ल थाहा पाउँछ। यस्तो मेरो धेरै साथीसँग भएको छ, मसँगै भएको छ है त। अब नभन्नु उनीहरूको चोइस हो, तर एकदम क्लोज फ्रेन्ड भएपछि त भन्नुपर्ने जस्तो लाग्ला होइन। तर कतिले भनिदिन्नन् होइन, अब दोष दिन मिल्दैन, तर जस्ट रियालिटी चेक, वेलकम टु द रियालिटी।
सो त्यही हो। अब चाहिँ म मेन कुरा गर्छु है। सो अब मेडिकलको लागि, इन्जिनियरिङको लागि वा लोक सेवा यताउति सबको लागि एक्जाम दिनुपर्छ, इन्ट्रान्स दिनुपर्छ होइन। सो म एज अ एमबिबिएस स्टुडेन्ट लाइक मेडिकल फिल्डमा छिरेको मान्छे म चाहिँ कमन इन्ट्रान्स इक्जामिनेसनको हिसाबले कुरा गर्छु। तर इन्जिनियरिङको लागि नि अरूको लागि नि यही फर्मेट फलो गर्ने है। सो सबले यो भिडियो हेरे हुन्छ लास्टसम्म। सो आई विल बी स्टार्टिङ विथ सीको लागि के गर्ने होइन। सो सी भने कमन इन्ट्रान्स इक्जामिनेसन, मेडिकल फिल्ड बाहिर जान नि मेडिकल फिल्डको लागि एनओसी लिन सी पास गरे आउनुपर्छ होइन फर्स्ट अफ अल त। सो यो गर्नै पर्यो मेडिकल फिल्डमा छिर्ने हो भने होइन। अनि त्यसपछि आउँछ हाम्रो ल सीमा के हुन्छ, एमबिबिएस हुन्छ, बिडिएस हुन्छ, नर्सिङ हुन्छ, बिपिटी हुन्छ, बाम्स हुन्छ, अझै के हुन्छ। सो आफूले के गर्ने सोच्नु पर्यो, किन गर्ने, के स्कोप छ, सब कुरा थाहा हुनु पर्यो। मेरो च्यानलमा अलरेडी बिडिएसको डिटेल भिडियो छ र नर्सिङको नि एउटा भिडियो छ है। सो आई होप बिडिएस गर्ने भए त्यो भिडियो गो एन्ड वाच है, अनि नर्सिङ नि गो, त्यो एकदम हेर्नुपर्ने कुरा है, नछुट्याइकन। बिडिएसको त झन्, किनकि बिडिएस सोचे जस्तो होइन, एमबिबिएसभन्दा गाह्रो हो, पछि रिग्रेट हुन्छ। फर्स्ट इयर जस्तो जस्तो जाला सेकेन्ड इयरमा आएर धेरै गाह्रो जस्तो लाग्न सक्छ है, यो छुट्टै कुरा हो। गो एन्ड वाच आफ्टर दिस भिडियो होइन। त्योसँगै अब कुन प्रोफेसन जाने पहिला बुझ्नु पऱ्यो, इन्जिनियरिङमा नि सिभिल जाने कि मेकानिकल जाने, केमिकल जाने बुझ्नु पऱ्यो होइन। अनि त्यसपछि अब अर्को कुरा प्रोफेसन भयो, फी। सो नर्सिङको लागि एराउन्ड 10 लाख जति हो हाम्रो, बिडिएसमा 20 जति हो, एमबिबिएस चाहिँ 42 र 46 आउटसाइड भ्याली 46। अब कुरा गरौँ स्कलरसिपको। सो स्कलरसिप भन्दा नि मार्क्सको कुरा गरौँ, के गर्न कति मार्क्स चाहिन्छ। लाइक स्कलरसिप ओपनमा कति मार्क्स चाहिन्छ, कतिजनाले विदेश जानु छ त्यसको लागि इलिजिबल हुन कति ल्याउनुपर्छ होइन, भ्यालीमा पढ्न कति ल्याउनुपर्छ, एटलिस्ट नेपालमा पढ्न पाऊँ भनेर कति ल्याउनुपर्छ, सबको लागि मार्क्स डिफ्रेन्ट होइन। अब रफली भन्नुपर्दा होइन, विदेश जानलाई पास भयो पुग्यो, सो त्यसको लागि कटअप प्रायः 58 59 आइरहेको हुन्छ, एटलिस्ट 65 ल्याऊँ न, 60 ल्याऊँ होइन। त्यसपछि नेपालमा पढ्नलाई 90 95 ल्याए पढ्न पाइन्छ, भ्यालीमा पढ्नलाई 110 विल बी अ सेफ मार्क्स, 105 सयले नि पाउन सक्छ, 110 सेफ मार्क्स। स्कलरसिपको लागि 145 हुन्छ, तर 150 विल बी सेफ मार्क्स। सो यस्तै यस्तै केएसएमएस पढ्नलाई यो त हल्का फ्लक्चुएट भएको छ लास्ट इयर र त्योभन्दा पहिलाको। सो यस्तै यो केएसएमएसकै भयो, अरूभन्दा नि लास्ट इयर चाहिँ 1500 ऱ्याङ्कसम्मकोले पाएको थियो केएसएमएस, यो वर्ष चाहिँ 950मा पाएको भयो कि। सो हल्का फ्लक्चुएट भयो, तर 130 ल्याएपछि त ढुक्क केएसएमएस पाइन्छ, मलाई भेट्न पाइन्छ होइन। सो स्कलरसिपको कुरा त्यो भयो, या भनौँ मार्क्स आफूलाई कति ल्याउनु छ टार्गेट थाहा हुनुपर्छ कि म यति मार्क्स ल्याउनु छ है मलाई। कतिजना अब म स्कलरसिप ल्याउँदैन धनी छु तिरिहाल्छु भन्ने हुन्छन् त्यस्तो नि हुन्छन् है। यसले कुरा अहिले म पछि हुन्छ है, त्यसको एउटा कुरा छ अझै। सो त्यस्तो नि हुन्छ, आफूलाई कति मार्क्स ल्याउनु छ आफूलाई थाहा हुनु पऱ्यो, टार्गेट सेट गर्नु पऱ्यो। अब टार्गेट सेट गरेपछि इन्स्टिट्युट खोज्ने है त। सो एमबिबिएसमा नेम छ, भाइब्रेन्ट छ, अरू नि कति छन् है त। अब म यहाँ कसैलाई प्रमोट गर्न डिस्करेज गर्न होइन, तर मलाई पर्सनली होइन, यहाँ म जस्तो धेरैलाई इन्स्टिट्युट भन्दा नि प्राइभेट लेक्चर्स हल्का वर्थ इट लाग्छ कि। प्राइभेट लेक्चर भनेर के हो, यसको छुट्टै एउटा भिडियो छ मेरो च्यानलमा होइन। अनि बाई द वे यसरी नै मेरो च्यानलमा सी रिलेटेड धेरै भिडियो छ है, धेरै नै, र यो वर्ष नि धेरै आउँछ होइन। लाइक आई विल बी अ गाइड के एउटा खतरा गाइड भइन्छ। सो डु सब्सक्राइब माई च्यानल है त। यो 6 महिनाको जुन छ सीदेखि लिएर एमबिबिएसमा या एडमिसनसम्म मेरो च्यानल धेरै युजफुल है त, एकदम धेरै युजफुल हुन्छ, बिलिभ मी। भएन भने पछि बरु अनसब्सक्राइब गरिदिनु, अहिले सब्सक्राइब है त, धेरै युजफुल हुन्छ। म पछि नि कुन कलेज कसरी पाउने, म्याचिङमा कसरी सेट गर्ने, कति राम्रो मार्क्स ल्याएर नि नराम्रो कलेज पढ्नुपर्छ कि त्यो सेट गर्न नआएर त्यो नि म सिकाउने छु, धेरै हेल्प हुन्छ। सो डु सब्सक्राइब होइन। सो वेयर वाज आई प्राइभेट लेक्चरको एउटा भिडियो छ मेरो च्यानलमा होइन। अनि लाइक प्राइभेट लेक्चर भने नर्मली के हो भन्दा केमिस्ट्रीको इन्डिभिजुअल एउटा टिचरको लेक्चर लिने, फिजिक्सको एउटा टिचरको लिने होइन। त्यसले गर्दा के हुन्छ, उहाँहरूले एउटा लाइभ क्लास त गर्नु नै हुन्छ, त्योसँगै लास्ट इयरको रेकर्डेड लेक्चर नि दिनुहुन्छ कि। सो के भयो भन्दा लाइभ क्लासमा मेकानिक्स पढाइरहेछ, मलाई अहिले अप्टिक्स पढ्नु छ भने अप्टिक्सको लास्ट इयरको लेक्चर छ नि त। अनि प्रायः हरेक वर्ष सेम त हुन्छ, हल्का केही सिलेबस चेन्ज भयो, चेन्ज हुने हो, नयाँ क्वेसन थपिने हो, नयाँ सिईको, अरू त उस्तै हुने हो। सो लास्ट इयरको रेकर्डेड लेक्चर हेरेर आफ्नो हिसाबले पढ्न पाइयो कि। सो त्यो आफ्नो हातमा हुन्छ कि कसरी पढ्ने। इन्स्टिट्युटहरूमा गयो भने त उहाँहरूले भने जस्तै हुन्छ, र सिलेबस नि प्रायः सक्दैन है त। द हार्ड्स ट्रुथ, द रियालिटी इज सिलेबस सक्दैन, त्यो हल्का पोसिबल नै होइन, त्यसैले आफैले पढ्नुपर्छ है। तर एट द सेम टाइम इन्स्टिट्युट 1-2 हप्ताले भयो नि जानुपर्छ कि होइन। त 1-2 हप्ताको लागि 20,000 25,000 के खर्च गर्नु। अब एउटा लुप होल त छ, त त्यो यहाँ भिडियोमा भन्न मिल्दैन। एनिवेज
यो रिस होइन। अब त्यो सँगै इन्स्टिट्युटको कुरा भयो, अब बुक्सको कुरा। सो बुक्समा चाहिँ 11-12कै बुक्सले पुग्छ होला त? अब पुग्नु त पर्ने हो क्यारे होइन। तर त्यसमा त्यसरी दिया हुँदैन कि अब्जेक्टिभ तरिकाले दिएको हुँदैन हाम्रो 11-12को बुक्समा। सो हामीले त यहाँ एमसिक्यू सल्भ गर्नु छ नि त। सो हामीले अल्टरनेटिभ बुक खोज्नै पर्छ। सो प्रायः मैले चाहिँ नेम मोड्युल नै इनफ हो जस्तो लाग्छ है। नेम मोड्युल इनफ इन अ सेन्स सब पढ्यो भने सकिन्छ नेम मोड्युल, त्योसँगै यताउति हल्का हल्का बुक। प्रायमै नेम मोड्युल अनि टिचरको नोटलाई बनाएँ पुग्छ, त्योसँगै यताउति मेन चाहिँ त्यसलाई बेस बनाए नि पुग्छ है होइन। अब अरू मोड्युल खासमा मैले नपढेर नेम मोड्युल भने मैले नेम मोड्युल पढेको थिएँ। सो अब अरू मोड्युल कस्तो थाहा छैन, तर जे होस् त्यस्तै एउटा कुनै बुकलाई बनाए भयो प्राइमरी, अनि टिचरको नोट भइ नै हाल्छ। त्यो माथिबाट हामीसँग कम्प्लिट सल्युसन अब्जेक्टिभ पिसी नि हुन्छ। अब्जेक्टिभ पिसीमा चाहिँ च्याप्टर वाइज हुन्छ, कम्प्लिट सल्युसनमा चाहिँ सेट वाइज हुन्छ। सो यो चाहिँ कम्प्लिट सल्युसन लास्टतिर मात्र प्र्याक्टिस गर्दा हल्का फ्रुटफुल देखिन्छ है। लास्ट भन्नाले 1-2 महिना बाँकी हुँदा इन्ट्रान्सभन्दा अगाडि सिलेबस 70% सकेपछि होइन। सो बुक्सको कुरा नि भयो। अब कुरा गरौँ होस्टेलको होइन। अब होस्टेलको कुरा किन गरे होला जस्तो लाग्यो होला होइन। खतरा कुरा छ है होस्टेलमा नि। के हुन्छ भन्दा धेरैलाई के लाग्छ, म त होस्टेल यहीँ अनामनगर नजिक पर्छ नि त नेम भाइब्रेन्टनिर, त्यहाँ लिन्छन् के सोच्दैनन्। मैले चाहिँ सोचेको थिएँ होइन, अझै मलाई प्राउड फिल हुन्छ होइन त्यसमा। मैले आफ्नो साथीलाई नि भनेको थिएँ, त्यसले मानेन होइन। सो त्यसको दिन होस्टेल गएको थिएन अनामनगरमा, खाना यस्तो नराम्रो थियो नि होइन। अनि के हुँदो रहेछ भन्दा उता त अब सबजना त्यही बस्छ भने मोनोपोली चल्दो रहेछ। खाना जस्तो दिए नि भयो, आइहाल्छन् यहीँ बस्छन् कता जान्छन् र भन्ने हुन्छ, त्यसैले गइदिन्छन् सबजना त्यही जस्तो पाए त्यस्तै खान्छ। खाना किन इम्पोर्टेन्ट हो, यति टेस्टको लागि त हो नै, हेल्दी हुनु पऱ्यो नि। इक्जामको बेला बिरामी हुनु भएन, हेल्दी हुनु भयो। एक हप्ता नि बिरामी भयो भने सक्यो कि धेरै लस हो त्यो। त्यसैले राम्रो होस्टेल चुज गर्ने। सो मैले चाहिँ के प्राउडको कुरा गरेको थिएँ भन्दा, म ललितपुरमा बस्थेँ पहिला होइन, अनि मैले होस्टेल चेन्ज गरिनँ नेमको बेला। ललितपुरबाट डेली म नेम जान्थेँ फर्किन्थेँ होइन। एन्ड गेस वाट, अनामनगरमा बस्ने मेरो साथीभन्दा अगाडि म जहिले नेम पुग्थेँ ऊभन्दा ढिलो उठेर। मैले पहिले यो दिमाग लगाएको थिएँ, अनि त्यो थ्योरी राइट भयो। के हो भन्दा पुरै होस्टेलमा म त एक्लै थिएँ नि त नेम जाने मेरो होस्टेलमा ललितपुरमा। अनि म बिहान उठ्थेँ, टोइलेट खाली हुन्थ्यो, फ्रेस हुन्थेँ, जान्थेँ होइन। माइक्रोस मार्थेँ, ल 15 रुपियाँ जान्थ्यो। पैसाको त कुरै नगर्ने, पैसाको कुरा नगर्ने यहाँ, किनभने हामीले स्कलरसिप खोज्दैछौँ नि त। त्यत्रो स्कलरसिप 20 लाख 40 लाख बचाउनलाई 10-20 रुपियाँ या बुक नै किन्नु पऱ्यो 2000को 5000को, या लेक्चर किन्नु पऱ्यो 3000को, त्यसमा पछि नअट्ने, पैसामा पछि नअट्ने। यो सानो सानो इन्भेस्टमेन्टले पछि स्कलरसिप पाउन सक्छन् कि, सो त्यो सोच्नु पऱ्यो है। सो अनि म छिटो पुग्थेँ। उता साथीको त अनामनगरमा होस्टेलमा बस्थ्यो, पुरै होस्टेलभरि त नेम भाइब्रेन्ट जाने मान्छे त हुन्थ्यो नि। त्यसले गर्दा बिहान उठ्ने बित्तिकै टोइलेटमा लाइन हुन्थ्यो, बल्ल तल्ल त्यहाँ भ्याएर अनि आउँथ्यो। म त सुई सुई हिँडिदिन्थेँ, भ्याउँथेँ। ल यताबाट फर्किने बेला ऊ हिँडेर जान्थ्यो, छिटो हुन्थ्यो। मलाई हल्का ट्राफिक खासै हुन्न थियो है, बिहान ट्राफिक हुन्न, दिउँसो चाहिँ धेरै हुन्छ फेरि। म त मर्निङमा थिएँ। सो त्यो प्राउडको कुरा थियो कि पैसा नि मेरो कमै थियो होइन। त्यो हिसाबले 15 रुपियाँ जोड्ने नि हो भने महिनाको अनामनगरमा बस्यो बराबर हुन्छ। झन् मैले यस्तो मिठो खाना खान पाउँथेँ हाम्रो होस्टेलको, एकदम राम्रो हुन्थ्यो। सो त्यो अब अनामनगरमा नबस्ने यताउति मैले भन्न खोजेँ होइन। चुज योर होस्टेल वाइजली एन्ड चुज योर रुममेट मोर वाइजली। आफ्नो रुममेट कस्तो छ त्यसले धेरै फरक पार्छ। पढ्ने रुममेट हुनु पऱ्यो। पढ्न त एमबिबिएस त पढ्छु भन्ने होला नि कतिको, उसलाई रुममेट नि र इन्स्टिट्युट जाने बेला साइडको बेन्चमा बसेको साथी नि। बट यु डोन्ट नो हिज टार्गेट के, अर हर टार्गेट। ऊ पैसा धनी मान्छे होला, मलाई त 100 ल्याए पुग्छ भन्ने होला। ऊ विदेश जाने होला, मलाई त 60 ल्याए पुग्छ भन्ने होला। बट तिमी त 145 150 ल्याउनु पर्ने हो नि त। सो अरूकोमा नलाग्ने है त। अब यो सँगै अर्को के कुरा गरौँ भन्दा, अब यो सेड्युल कसरी मिलाउने होइन, म्याटको कुरा भयो। म्याटको भिडियो नि मेरो च्यानलमा छ, त्यो भिडियो चाहिँ आई विल से अहिले नै हेरौँ है। अहिले हेरेपछि 10-15 मार्क्स हरेक मक टेस्टमा फिक्स भइसक्यो कि मेरो त्यो 2टा भिडियो हेरेपछि। सो गो एन्ड वाच यो 2टा म्याटको भिडियो है। म यो जति हेर्नुपर्ने भिडियो छ म यहाँ डिस्क्रिप्सनमा राखिदिन्छु होइन। पालै पिलो हेरे हुन्छ है त अहिले फ्री टाइममा, अनि त्यसपछि सोच्ने के गर्ने भनेर जिन्दगीमा। सो त्यो कुरा भइ नै हाल्यो। अब कहाँ पुगेको थिएँ म बिर्सेँ। अब यो मक टेस्ट इभ्यालुएसन होइन, कसै मार्क्स बढाउने, सिलेबस कसरी फलो गर्ने, के कुन टपिक पहिला पढ्ने, यो सब म छुट्टै एउटा भिडियो बनाउने सोच्दैछु। सो इफ यु गाइज वान्ट होइन। अब एमएससीले क्यालेन्डर नि निकाल्छ होला अहिले, बालेन सरकारले सबको पद हटाएर अब ढिला हुने के हुने हो, तर फागुनमै हुन्छ होला या असोजको फर्स्ट विकमा एक्जाम होइन। अब त्यही हिसाबले म एउटा भिडियो बनाउने सोच्दैछु। सो इफ यु गाइज वान्ट, यु गाइज क्यान कमेन्ट है त। त्यहाँ लाइक कमेन्ट धेरै भयो भने आई विल मेक अ न्यू वान है त भिडियो, एकदम डिटेलमा सी रिलेटेड
कसरी पुरै गाइडेन्स डिटेलमा हुन्छ। सो इफ यु गाइज आन्ट, किनकि सिलेबस नै चेन्ज भएको छ, त्यसले गर्दा अझै के फरक पर्न सक्छ, त्यो सिलेबस कतिको फलो हुन्छ हुँदैन सब कुराको लागि होइन। अब त्योसँग कुरा गरौँ अब डिस्ट्र्याक्सनको। सो डिस्ट्र्याक्सन भन्ने बित्तिकै सबभन्दा सुरुमा मेरो दिमागमा प्रायःको दिमागमा आउँछ होला यो लभ। सो लभको चक्करमा नफस्ने है। पहिलेदेखि चलिरहेछ भने चाहिँ ल हल्का शान्त राख्नु, मतलब आई विल फोकस अन माई करियर फर द 4 to 6 month भन्ने होइन। अनि हल्का लोकी राख्ने आफ्नो लभ लाइफ, पढाइको लाइफ चाहिँ हल्का स्टडी लाइफ बढाउने होइन। अहिले अब आएर चाहिँ लभ लाइफमा नफस्ने, त यो लभको चक्करमा फस्नु हुँदैन। मेरो यहाँ सर्ट फिल्म छ होइन, लास्ट हप्ता मैले रिलिज गरेको थिएँ, फर्स्ट लभ स्टोरी बिफोर एमबिबिएस भनेर। सो यसमा एउटा इन्ट्रान्सकै सिन छ कि म टेक्स्ट दिएर केटी र केटा आउँछ र केटा र केटी भेट्छ भन्ने एउटा सिन छ यो फिल्ममा। सो गो एन्ड वाच दिस होइन। र यही हेरेर आफ्नो मनको शान्ति बनाइ नै हाल्ने है त। यो इन्करेज गर्छ म पढाइमा फोकस गर्छु, लभसभमा फस्दिनँ भनेर। सो गो एन्ड वाच दिस भिडियो है त। अबको रियालिटी थाहा पाउँछ यसमा होइन। अब त्योसँगै किप्याड मोबाइल बरु राख्ने होइन, तर मोबाइलको स्क्रोल नगर्ने, रिल टिकटक बनाउन छोडिदिने होइन। युट्युब यताउति सब मुभी सिरिज सब छोडिदिने। फ्यामिली फङ्सन, मेरो बेला त दसैँ थियो, दसैँमा म घर गएन, सब कुरा छोडिदिने हो कि। जस्ट फोकस अन एक्जाम, इन्ट्रान्स, किनकि इन्ट्रान्स धेरै इम्पोर्टेन्ट हो। अलि नि केही मिस भयो भने मिस भइहाल्यो। र हेल्दी खाने होइन, एकदम हेल्थ इज वेल्थ, हेल्थ इज वेल्थ नै हो यहाँ। हेल्थ राम्रो हुनुपर्छ। एक हप्ता नै बिरामी हुनु, लस हुनु भनेको धेरै ठुलो कुरा हो। सो त्यो नि टेक केयर गर्नु पऱ्यो होइन। अब त्योसँगै अरू चाहिँ म अर्कै भिडियोमा बनाउने सोच्दैछु। सो इफ यु गाइज वान भनौँ होइन, यो भिडियोमा चाहिँ यति नै हो, अरू केही त मैले भन्नुपर्ने जस्तो लागेन। अरू पनि केही गाइडेन्स चाहिएको छ भने, केही चाहिएको छ भने यु क्यान कमेन्ट होइन, म सबको रिप्लाई दिन्छु होइन। एन्ड डु सब्सक्राइब है त, अहिलेसम्म गरेको छ भने धेरै नै युजफुल हुन्छ। पछिसम्म नि म धेरै गाइड गर्नवाला छु, आई नो होइन। मलाई कतिले म्यासेज गर्छ हजुरको जस्तो डिटेलमा एक्सप्लेन गरेर रिसर्च गरेर कसैले भिडियो बनाउन भनेर। र त्योसँग मैले यसो हेर्छु, मैले कमेन्टको प्रायः रिप्लाई दिन्छु, म्यासेज आउँदा पनि रिप्लाई दिन्छु, धेरैले दिन्न नि। सो एटलिस्ट यु गाइज क्यान लाइक, सब्सक्राइब एन्ड सेयर दिस टु यर फ्रेन्ड्स होइन। साथीहरूलाई नि फाइदा हुन्छ यो भिडियो हेऱ्यो भने। सो सबलाई सेयर गरौँ। अब यति हो। अरू नि केही हेल्प चाहियो भने यु क्यान डिएम मी एनी टाइम अन माई इन्स्टाग्राम, टिकटक, इभन फेसबुक, एभ्रिवेयर होइन, अर कमेन्ट बिलो। आजको लागि अब यति नै राखौँ। मिट यु इन नेक्स्ट भिडियो। बेस्ट अफ लक, बाई बाई। Like and subscribe, कर दो, like and subscribe, like and subscribe, कर दो, like and subscribe, like and subscribe.